क्लास 5 सो फेरि पनि म नमुना प्रश्नपत्र 1 बाट नै क्वेसन नम्बर 4 गर्न आँटेको छु. सो लेट्स सल्भ दिस क्वेसन नम्बर 4. So in a test of English subject, Anmol obtained 19 marks out of 20 full marks and Anurag obtained 75 marks out of 100 full marks. Write the mark obtained by Anmol in fractions भनेको छ. So this is very easy questions, right? सो क्वेसन नम्बर 1 हामी कसरी गर्छौँ भन्दाखेरि सो उसको मार्क्स अब्टेन बाई अनमोल इन फ्र्याक्सन्स भनेको छ. सो यसलाई अब अलिकति हल्का सानो प्रोसेसमा लेख्यो भने चाहिँ यसरी लेख्दा हुन्छ. सो मार्क्स अब्टेन बाई अनमोल इज इक्वल्स टू अनमोलले कति मार्क्स लिएको छ त 19. टोटल मार्क्स कति थियो त इज इक्वल्स टू 20. देयरफोर इन फ्र्याक्सन यसलाई हामीले कति लेख्न सक्छौँ त 19/20. यति लेख्यो भने हाम्रो 1 मार्क्स मजाले आउँछ. अगेन क्वेसन नम्बर 2 मा हामीलाई के भनेको छ भने राइट द मार्क्स अब्टेन बाई अनुराग इन पर्सेन्टेज अरे. ओके, सो अनुरागले लिएको मार्क्सलाई चाहिँ हामीले पर्सेन्टेजमा लेख्नुपर्ने. सो उसले चाहिँ 75 मार्क्स पाएको छ आउट अफ फुल मार्क्स 100. सो मार्क्स अब्टेन बाई अनुराग इज इक्वल्स टू 75 फुल मार्क्स चाहिँ कति छ भन्दाखेरि 100. पहिला चाहिँ अब हामीले पर्सेन्टेजमा लेख्नुपर्ने हुन्छ, त्यसलाई फ्र्याक्सनमा लेख्नुपर्ने हुन्छ. देन ओन्ली वी क्यान चेन्ज इन्टु पर्सेन्टेज. इन फ्र्याक्सन इट क्यान बी रिटन एज 75/100. इन पर्सेन्टेज it can be written as 75%. ओके, सो यसरी नै हामीले क्वेसन नम्बर 2 लाई पनि सल्भ गरेको छौँ. फर्दर हामीसँग क्वेसन नम्बर 3 पनि छ. अमङ अनमोल एन्ड अनुराग हु अब्टेन मोर मार्क्स एन्ड बाई हाउ मच फाइन्ड आउट भनेको छ. सो हामीलाई चाहिँ यो दुईटामा चाहिँ कसले बेसी ल्याएको छ भनेको छ. सो लेट्स ट्राई टु सल्भ इट. यसको लागि चाहिँ कसरी सल्भ गरौँ भन्दाखेरि अब जुन मार्क्स अनमोलले लिएको छ नि उसले चाहिँ 19/20 छ अनि उसले लिएको चाहिँ 75/100 छ. सो उसको कति पर्सेन्टेज छ भन्दाखेरि 75% छ. त्यसरी नै अब हामीले अनमोलले लिएकोलाई पनि केमा चेन्ज गरौँ, पहिला हामी त्यसलाई पनि पर्सेन्टेजमा चेन्ज गरौँ अनि पर्सेन्टेजलाई चाहिँ कम्पेयर गरौँ है त. सो मार्क्स अब्टेन बाई अनमोल कति छ भन्दाखेरि इन फ्र्याक्सन 19/20 छ, राइट. सो यसलाई यदि हामीले पर्सेन्टेजमा चेन्ज गर्न हो भने अब 20लाई त हामीले के गर्नुपर्छ भने यहाँ होइन तपाईँलाई एउटा ट्रिक सिकाउँछु. यदि मैले डाइरेक्ट यसरी 100%ले मल्टिप्लाई गरिदियो भने यो चाहिँ पर्सेन्टेजमा कन्भर्ट हुन्छ है त. यसरी 19/20लाई मैले 100%ले डाइरेक्ट मल्टिप्लाई गरिदियो भने यो अब हाम्रो पर्सेन्टेजमा चेन्ज हुन्छ. सो म यो 0 र यो 0 कट गर्न सक्छु र 2:1 भनेर अनि 2 5 10 भनेर मैले यसरी कट पनि गर्न सक्छु. बुझ्यो. जेनरली मैले डाइरेक्ट 20 मल्टिप्लाइड बाई 5 टाइम्स गरेको भए पनि यो 5 पाउँथेँ यहाँनिर है. यो कुरा चाहिँ बुझ्नु होला. मैले के गरेँ भन्दाखेरि 20 को 0 र एउटा 0 काट्थेँ अनि 2:1 भनेर यहाँ 1 लेखेँ अनि 2 5 10 भनेर हामीले यसलाई पनि रिड्युस गरेँ. सो अब नाउ के बच्यो भन्दा 19/5 बच्यो हामीसँग यहाँ 19/5%. सो यो भनेको कति हुन्छ 5 9 45 को 5 4 क्यारी 5 1 5. सो +4 गरेर हामीले 95% पायो होइन. सो उसले 95% पाएको छ इन पर्सेन्टेज भने
अनुराजले चाहिँ कति पाएको छ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ। सो अनुराजले चाहिँ 75% पाएको छ। सो डिफरेन्स निकालौँ त्यो दुईटाको। डिफरेन्स इज इक्वल्स टु 95% माइनस 75%। सो 95 माइनस 75 गरौँ, 5 मा 5 0, 9 मा माइनस 5 भनेको 2। सो 20%ले चाहिँ कसले जितेको रहेछ भन्दाखेरि चाहिँ हाम्रो अनमोलले चाहिँ जितेको रहेछ। सो देयरफोर अनमोल has got more marks भनेर हामीले यसरी लेखिदिँदा हुन्छ है। सो म एकचोटि एक्सप्लेन गरिदिन्छु क्वेसनलाई है। हामीले चाहिँ मार्क्स अब्टेन बाई अनमोल कति छ, 19/20 निकालेको छ इन फ्र्याक्सन्स भने उल्फले चाहिँ कति निकालेको छ, 75/100, द्याट इज 75% होइन। सो क्वेसन नम्बर 3 को लागि चाहिँ हामीले मार्क्स अब्टेन बाई अनमोललाई चाहिँ के गर्यो भन्दाखेरि फ्र्याक्सनमा कन्भर्ट गरेर 95% निकाल्यौँ। एन्ड त्यसरी नै अनमोल र अनुराजको डिफरेन्स चाहिँ कति निकाल्यो, 20% निकाल्यो होइन। त्यही कारणले हामीले के भन्न सक्यौँ भन्दाखेरि अनमोल हेज गट मोर मार्क्स भनेर है। अब पर्सेन्टेजको आधारमा हामीले उनीहरूलाई कम्पेयर गरेर हेर्न सक्यौँ। सो यसरी हामीले क्वेसन नम्बर 4लाई पनि कम्प्लिट गर्न सक्छौँ।